बिहानको 10 बजिसक्यो अनि यो केटा चाहिँ निन्द्रमा लिन्छ। जति उठाए नि उठ्ने नामै लिँदैन यो। खै के हो यो, दिनभरि सुत्छ। घरमा को आयो को गयो केही मतलब भएन, मात्र यसले आफ्नो निन्द्रा पुरा गर्नु छ जुन दिनभरि सुतेर गर्छ यो। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ अफिस जानलाई धेरै ढिलो भइसकेको छ, त्यही भएर पहिला अफिस जाने। अफिसमा चाहिँ आज बिदा थियो अनि हामी इन्टर्नल कामको लागि अफिस गएका थियौँ। अनि डाइरेक्ट लन्च गर्ने बेलामा हामी जहिले पनि फ्री बस्छौँ, अदरवाइज त यस्तो रस हुन्छ। फाइनली बिदा भएर आज सबजनाले शान्तिले खाना पाइरहेछ, नभए यस्तो रस हुन्छ, खान पनि टाइम हुँदैन। हामीसँग यति बिजी सेड्युल हुन्छ हाम्रो अफिसमा। अनि आज बिदा भएर हामी मजाले चिल भएर काम गरिरहेको थियौँ। काम गर्ने बानीले होला कि खै आज बिदाको दिन काम गर्दा ज्याउनै लागिरहेको थियो, क्लाइन्ट नभएर के अब कति काम गर्नु आफैमा। फाइनली बेलुकातिर हामीले सबै कामहरू सघाएर घरको लागि निस्किसकेको थियौँ। सबैजना गइसकेको थियो अनि म चाहिँ पापाको वेट गरिरहेको थियो। पापा पनि आइसक्नु भएको थियो अनि पापाको स्माइलले नै थाहा भइरहेछ कि पापा आज लेट आउनु भएको छ। अनि घर आउँदा खै के हुन्छ, मलाई यस्तो टाउको दुख्छ, फेरि थकाइ पनि त्यस्तै लाग्छ। र यसको इलाज भनेकै चिया हो मेरो लागि। जे जति भयो नि, टाउको दुखे नि, थकाइ लागे नि, चिया पाएपछि त सब ठिक हुन्छ मेरो। ब्राडो खेल्ने मुड भएपछि जति बोलाउँदा नि आउँछ, अनि मुड भएन भने कराएर मरि गए नि आउँदैन त्यो। बिट्टो रिस्पोन्स पनि केही हुँदैन। इफ उसलाई आउनु छैन भनेपछि आउनु छैन। फेरि यो केटा चाहिँ कति एटिट्युड होला कि मैले बोलाएपछि आएन, अहिले मम्मी पापा आउनुभयो अनि कुदेर गयो हेर्नलाई। अनि यसको एन्टिना त हल्दै रहन्छ मम्मी पापालाई हेरेर, यसको पुच्छड। ल हामी भेटौँला नेक्स्ट भिडियोमा, तबसम्मको लागि बाइ बाइ, स्टे ट्युन्ड।